हेलो एभ्रिवान आज चाहिँ म एकदम ग्रिनरी एरियामा डुलेको सिम्बी खै सिम्बी देखाइदिउँ मकै खानु आउनुहोस् है मकै खानु हरियो मकै खानु हरियो मकै हो यहाँ चाहिँ ध्यानको बिहार लाग्न आँटेको छ बर्खाको लागि सिम्बी फल्दैछ सिम्बी हेर्नु है सिम्बी फल्दैछ त्यो सफा गरेछ नि त भित्र आधा जति दाजुले कत्रो कत्रो सिम्बी फल्दैछ यो सिम्बी के हो सिम्बी फल्दैछ खानुहोस् यो घाँस चाहिँ चिन्छ होला कतिजनाले बिलाइती घाँस गाईको लागि यो बर्खामा चाहिँ टाढो घाँस काट्नु जानु पर्दैन कि दामी जी हाम्रो यता फेरि रोपिहालेछ हो आज यता छ हाम्रो यो कसले रोपेको भनेदेखि मैले बहिनीलाई मैले रोपेको नि अरे बहिनीले यता हेर्नु न कस्तो ठुल्ठुलो छ प्याज आम्मामा मेरो हात जत्रो जत्रो छ है हेर्नु है आम्मा कहाँ कहाँ छ्यापी प्याज अर्ग्यानिक यता हेर्नु न आम्मामा यो हो नि खास चाहिँ लसुन चाहिँ किन्नु पर्दैन हाम्रो घरमा चाहिँ प्याज पनि उयस त किन्नु पर्दैन है यो त उयसको जत्रो जत्रो छ हेर्नु न आम्मामा कस्तो ठुल्ठुलो प्याज छ यति हेर्नु है छ्यापी प्याज अहिले भर्खर रोपेछ दाजुले टमाटर साग सुँगुरको मासुसँग यो चाहिँ अहिले भर्खर गोडेको आमा र मैले खोर्सानी गोडेको खोर्सानी चाहिँ योपालि एकदम कुनै के भएको छ मल लगाउँछ होला फेरि मल थपेर चाहिँ हुन्छ यति हामीले गोड्यो चाहिँ यत्रो यत्रो प्याज छ हेर्नु कस्तो ठुल्ठुलो प्याज छ यो दुईटामा त झन्झन्डै 1 केजी अलिक बेसी छ होला यो एउटामा आधी केजी छ होला है कति गरम छ कस्तो ठुल्ठुलो छ हेर्नु कस्तो ठुल्ठुलो यो चाहिँ हो छ्यापी प्याज बस्तीमा चाहिँ छ्यापी प्याज भन्छ कि यसलाई मसिनो प्याज हुन्छ थुप्रो एउटा दुईवटा तिनवटा चारवटा 5 6 7 8वटा चाहिँ हुन्छ आठवटा छ 8वटा एउटा गुच्छामा 8वटा हुँदो रहेछ बेसी पनि छ 8वटा यता चाहिँ हामीले उता मधेसमा किनेर खान्छ तर कस्तो मैला हुन्छ यसलाई के भन्छ रातो साग झाडु खालेको झाग छैन नयाँ भिडियोमा आउँछ भिडियोमा आइरहेको झाडु काटेको ग्रिन हाउसभित्र आज एकदम काम डलाएको चिपुका दिएको छैन यस्तो खालको झार छ यो के खालको झार हो यस्तो नमिठो यिनीहरूलाई यो जरासँगै खालेन भने चाहिँ यस्तो फैलिँदो रहेछ कि यो चाहिँ अनि यसलाई जरासँगै मचाउनु पर्ने हो खन्ने पनि छँदैछ गएको अब किन रोप्दैन अब भएको अन्त हामी चाहिँ यता डोरी फ्याँकिदिउँ न हामीले चाहिँ आमा र मैले यता पनि झारहरू सबै गोडगाड सब एउटा पनि झार छैन यो साग यो टमाटर यो प्याजको गुच्छाहरू छ सबै सनाकसिनिक खोर्सानीहरू यो चाहिँ अब कुन के रोप्छ यतातिर हो मलहरू छ अन्त सनाकसिनिक यो नाबो खोर्सानीको बोट पिन्टु कान्छी के खानु भएको यो
चिप्स हैन यो के हो ब्रस ब्रस बस ला पक्यो पक्रिनु छिटो म चाहिँ झालमुरी खाएको झालमुरी कसले बनाएको अनि त झाड गोडेको यता चाहना पदुनी पनि छ नचुटाउनु छि अब त्यो चिप्स खाइहाल्नु नि पहिला तिमी चाहिँ चिप्स खाइहाल्नु चिप्स सकेर चिप्स हातेन क्या हातेन राम्रो लगाएको छैन चाहनाले हातेन लगाइरहेको पुरानो हातेन फाटिरहेको हेलो गाइस फाटिरहेको चाहिँ चाहनाको हातेन नहेर्ने नै जिलिक ड्याङ हुन्छ मान्छेलाई अन्त फेरि आकाश नै हुन्छ अन्त भिडियो पनि हुन्थेन आकाश नै हुन्छ अन्त बन हुन्छ पछि हुन्छ छोरी छ चाहना र म चाहिँ अब यता गोड्ने झाड गोड्ने यो काँक्राको बोट हो यता ठुलो मान्छेहरू पनि छ कसै साह्रो बेसी बोल्दैछ यता काँक्रा फलिरहेछ काँक्राको बोट टमाटरको बोट पनि छ टमाटरको बोट यो चाहिँ टोयलेटको पछाडि यो चाहिँ किचनको यता साइड खेल्दैछ काली कान्छी बहिनी मैला खेल्दैछ काली कान्छी मैले झाडु खाल्यो यता यी बहिनीले सघाएन मलाई खेली बस्यो बहिनी मैले झाडु खालेको यो चाहिँ यति झाडु खाले मैले यताको